नमस्कार छ यहाँहरु सबैलाई यहाँहरुकै आफ्नै रमाइलो इंग्लिश गुरु युट्युब च्यानलबाट म नारायण पनेरको आज मैले अ डे भन्ने जुन हाम्रो कक्षा 12 को पोएम रहेको छ त्यसको फुल एक्सरसाइज लिएर आएको छु। आजको हाम्रो एक्सरसाइज सुरु गर्नुभन्दा पहिला कृपया यो भिडियोलाई एउटा लाइक गरिदिनुस्, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुस् र शेयर पनि गरिदिनुस् भन्दै सुरु गरौँ आजको भिडियो। अब म तपाईहरुलाई कम्प्युटरको स्क्रिन तर्फ लैजान्छु। यसको हामी फुल एक्सरसाइज गर्न गइरहेका छौं। अ डे बाइ एमिली डिकिन्सन। हामीले समरी हेरिसकेका छौं। यो अन्डरस्ट्यान्डिङ द टेक्स्ट अन्तर्गत को सर्ट क्वेशनहरु छन्, त्यसको मैले आन्सरहरु यहाँ लेखिदिएको छु। तपाईलाई स्क्रिनशट गर्नु होला। अनि यो सी र डी नम्बर पनि रहेको छ। अनि त्यसैगरी ई नम्बर हाउ डज द सन सेट, यो ई नम्बर को आन्सर रहेको छ। अनि त्यसैगरी रेफरेन्स टु द कन्टेक्स्ट को ए नम्बर बी नम्बर यो दुवैको आन्सर यहाँ छ। अनि सी नम्बर को आन्सर र डी नम्बर को आन्सर। अनि लास्टमा ई नम्बर को आन्सर। अनि रेफरेन्स बियोन्ड द टेक्स्ट। यसमा एउटा पोएम लेख्नुस् भनेको छ। मैले यहाँ पोएम लेखिदिएको छु, म्याजेस्टिक मर्निङ इन माई मदरल्यान्ड। यो इम्पोर्टेन्ट वर्डहरुको पहिलो पहिलो कन्सोनेन्ट साउन्ड रिपिट गरेको छु यहाँ, अर्थात मैले यहाँ एलिट्रेसन युज गरेको छु। कन्सोनेन्ट साउन्ड रिपिट भएको छ, म। यो चाहिँ एउटा लिटरेरी डिभाइस हो। यो तपाईले यो दुईटा स्टेन्जा भयो, त्यसैगरी लास्टमा यो तीनवटा स्टेन्जा छ, 5 वटा स्टेन्जा को एउटा पोएम मैले लेखिदिएको छु। यसरी तपाई आफुलाई मन पर्ने हिसाबले कुनै पनि एउटा पोएम लेख्न सक्नुहुन्छ, त्यो मर्निङ को बारेमा। अनि त्यसैगरी अ डे इन माई स्कुल शीर्षक राखेर एउटा एस्से लेख्नुस् भनेको छ। त्यो मैले एस्से लेखिदिएको छु स्याम्पलको रूपमा। तपाई यसलाई पढ्नु होला र यही तरिकाले आफुले लेख्न सक्नुहुन्छ। अनि यो पोएममा के थीमहरु रहेका छन् त त्यो हामीले आफै सोच्ने कुरा हो। अर्थात यो कवितामा के विषयवस्तुमा कुरा गर्न खोजिएको छ, के को बारेमा कुरा गर्न खोजिएको छ भन्दाखेरि यो चारवटा कुराहरु। अ जर्नी फ्रम इनोसेन्स टु एक्सपिरियन्स, अर्थात मान्छे बच्चा हुँदाखेरि चाहिँ इनोसेन्ट हुन्छ। अर्थात इनोसेन्ट भनेको अबोध हैन, अज्ञानी, धेरै कुराको ज्ञान नभएको हुन्छ भने जब ऊ एडल्टहुडमा प्रवेश गर्छ एक्सपिरियन्स बटुल्छ, अनुभवी बन्छ। यही बारेमा छ भनेको छ। यो दुईटा जो लाइन छ, यो दुईटा लाइन मैले बुकबाटै लिएको छु। सुरुमा जो राइटरको बारेमा कुरा गरिएको हुन्छ, लाइफ एन्ड डेथ, जीवन र मृत्युको बारेमा कुरा गरिएको छ यो पोएममा, हामी त्यो भन्न सक्छौं। त्यसैगरी मिस्ट्री अफ लाइफ, जीवन रहस्यमय छ, कहिले के हुन्छ केही पनि थाहा पाउन सकिन्न, त्यो कुरा यहाँ हामी पढ्छौं। र त्यसैगरी चेन्ज एन्ड ट्रान्जिसन, कसरी मान्छे परिवर्तन हुँदै जान्छ, त्यो तपाईको शारीरिक रूपमा हुन सक्छ, त्यसैगरी मानसिक रूपमा पनि हुन सक्छ। त्यो र जिन्दगीको मान्छेको जुन भाग्य हुन्छ त्यो भाग्य पनि परिवर्तनशील छ हैन। भाग्य कहिले कसरी बदलिन्छ त्यो सबैलाई थाहा हुँदैन। यो थीमहरु छ। र त्यसैगरी मैले 10 वटा मेन पोइन्टहरु यो पोएममा के को बारेमा छ भन्ने कुराहरु यहाँ मैले आफ्नै हिसाबले राखिदिएको छु। यो तपाई एक्स्ट्रा इन्फर्मेसन को रूपमा पढ्न सक्नुहुन्छ। आशा छ तपाईहरुलाई यो भिडियो मन पर्यो होला। यदि मन परेको छ भने कृपया यसलाई लाइक गरिदिनुस्, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुस् र शेयर पनि गरिदिनुस् भन्दै आजको लागि म तपाईहरुबाट बिदा हुन्छु। नमस्कार।